हाई एभ्रिवान। सो आज चाहिँ म मेरो बर्थडेको भिडियो पोस्ट गर्दैछु होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर। सो फर्स्टमा चाहिँ मलाई मेरो बुढाले चाहिँ विस गर्नुभयो होइन, सरप्राइज दिनुभएको थियो। अनि त्यसपछि चाहिँ हाम्रो प्लानिङ थियो क्या बाहिर जाने। अनि त्यही भएर चाहिँ म यसरी यहाँनिर कपाल बनाउँदैछु, मलाई हस्बेन्डले पनि हेल्प गर्दैछ। त्यसपछि म मेकअप पनि गरेँ होइन, हल्का रेडी भएँ। सो आफ्टर रेडी भइसकेपछि हल्का यसो फोटो भिडियो त खिच्नै पर्यो होइन। सो अनि टक्क लगाएर मेरो बुढा पनि फर्स्ट टाइम साइडमा आयो क्या यसरी। त्यसपछि चाहिँ हामी पुग्यौँ फर्स्टमा चाहिँ स्केटिङ पार्क, त्यहाँ गएर हामी चटपटी खायौँ। अनि बल्ल हामी पुग्यौँ दाइको घरमा होइन। सो दाइको घरमा चाहिँ पुरा बच्चा बच्चीहरू चाहिँ अलरेडी बसिरहेको रहेछ कि, हल्ला गर्दै खेल्दै होइन। अनि हाम्रो चाहिँ खास चाहिँ मोमो बनाउने प्लानिङ थियो क्या अस्ति नैबाट। अनि त्यही ठ्याक्कै मेरो बर्थडे भएको बेलामा चाहिँ ल सबैजना भेट भएर चाहिँ बनाऊँ भनेर हामी स्टार्ट गऱ्यौँ। अनि हेर्नु न, त्यहाँ पनि दाइले चाहिँ यसरी केक ल्याइदिनु भएको रहेछ कि है। मलाई त कस्तो लाज पनि लाग्यो तर खुसी पनि लाग्यो होइन। अब केक नै आइसकेपछि काट्नै पर्यो। सो हल्का सेलिब्रेसन चाहिँ हामीले स्टार्ट गऱ्यौँ। मभन्दा धेरै मेरो साइडको बच्चा बच्चीहरू चाहिँ पुरा एक्साइटेड थियो कि कतिखेर केक काट्ने भनेर होइन। अनि उनीहरूको आँखा चाहिँ पुरा केकमै। त्यसपछि चाहिँ ल अब हाम्रो चाहिँ मोमो पनि सबै रेडी भइसक्यो होइन। अनि हामी सबैजना सँगै बसेर चाहिँ मोमो खान थाल्यौँ। फर्स्टमा चाहिँ यसो हल्का भिडियो बनाउनु लागि मैले चाहिँ ट्राई गरेँ मेरो फर्स्ट बाइट होइन। अनि मोमो चाहिँ एकदमै दामी मिठो भएको थियो है।